गुड मर्निङ, नमस्ते सेवा सबै साथीहरूमा। आज नेक्स्ट डे मेरो नाना आउनुभएको, बिहान भइसक्यो। नाना अघि उठिसक्नुभयो होला, म भर्खर उठ्दैछु। आज चाहिँ वेदर बिग्रिरहेछ, तर पनि हामी नानालाई मिस हुन्छ भनेर भर्जिनिया वाटर गुराँसको खानी भएको ठाउँ हो त्यो चाहिँ। नेपालको चाहिँ हाम्रो तिनजुरे भन्छ नि, त्यस्तै हो। यहाँ चाहिँ बनाएको आर्टिफिसियल, हाम्रो तिनजुरेमा चाहिँ प्रकृतिकै देन हो तिनजुरे चाहिँ। यहाँ चाहिँ आर्टिफिसियल सबै कलरको, एकदमै 12-15 कलरको गुराँसहरू रोपेको छ। अस्ति इजिलियाको सिजन गयो, अहिले गुराँस दिदीलाई मिस नगरौँ भन्ने छ। हेरौँ वेदरले के हुन्छ, पानी पऱ्यो भने त गइँदैन होला। ल फलो हेर्दै गर्नु होला है साथीहरू। ल हाम्रो चाहिँ गुड मर्निङ भइसक्यो। नेपाली दोकान गएर आयौँ हामी दिदी बहिनी। अनि यहाँ जाउली खानुभयो नानाले, बिरामी मान्छे पेटको। अनि बिहानै अनि यस्तै खात्रा खुत्रुक नेपाली। हाम्रो रुमीले के खानुभएको रे? रुमीले के खानुभएको हो? के अरे भन्नुहोस् त। मकै होइन, मकै कस्तो अरे? आमा मिठो छ, मिठो छ। रुमीलाई चना मनपर्छ भुटेको, मकै पनि खान्छ। एउटा कचौरामा पो राखिन्छ। सुठुनी सुठुनी यहाँ नेपाली। मेरो चाहिँ कफी बन्दैछ यहाँ सुगुमाले। ल आज राम्रै सुत्नुभयो? म त होइन, तर 3 बजी दिन्छ। ए हो, हाम्रो अहिले मिलेको छैन। टाइमिङ मिलेको छैन। त्यो भाँडै होइन, एउटा डब्बामा दिनुपर्छ, एउटा प्लेटमा। अब हामी चाहिँ भर्जिनिया वाटर जाने भनेको। वेदर चाहिँ ठिकै होला जस्तो छ, अलिअलि चिसो छ। अब हामी छिनमा 12 बजेपछि जान्छौँ। यहाँ हामी चाहिँ यहाँ हाम्रो दक्षी माया नानाको घरमा आएको। हाम्रो यहाँ माइली बहिनीले भेट्ने अरे हाम्रो नानालाई भनेर। यहाँ हाम्रो मन्ता, हाम्रो शम्भु कान्छा, यहाँ उषा, यहाँ दाजु नाना, यहाँ रुमी। अब गइहाल्ने अब हामी। नानालाई यहाँ भेट्नु मात्रै आएको। भोलि हामी जाने हो कि नाना उता दिवाकोतिर। म चाहिँ खोइ साकेला अगाडि आउँछु कि भन्दैछु। 23 तारिक। त्यही त, अब नसकेपछि के गर्नु त अनि। नातिनीहरू आमामा मोटाएर ठुलो भइसक्यो क्या तिनीहरू, जाउँले पनि ठुल्ठुलो भइसक्यो। ल अक्सिजन लाउनु भयो आज? अक्सिजन बिचरा लाउनु हुँदै थियो। ए अक्सिजन लाउँदै गरेको चुडाएर पो झर्नु भएको रहेछ त। अनि ल त्यहाँ बस्नु, यहाँ ऊ यतापट्टि गरौँ न। लु सोगुमाले खिचिदिने यहाँ। त्यही भएर त हाम्रो दाजु हिरो नि त। अनि लिम्बुनी पनि बिहा गरेर लग्नु भएको धरानदेखि। हाम्रो दाजु हिरो नि। भेनाजुको त अनि 3टा बिहा पो त। ए होइन, 4वटा है दिदी? 4वटा पो त हाम्रो दाजुको त। 4वटा कि 3टा? 3टा। अनि हिरो भएर हाम्रो दाजुलाई म पछाएर आएको रे लिम्बुनी त के धरानबाट। लिम्बुनीलाई खात्तु अरे, अनि सबै पोको पारेर होइन दाजु? खात्तु नै हामी चाहिँ कहाँ हिँडेको रे रुमी? अब हामी चाहिँ भर्जिनिया वाटर जाँदै ठुलो कोमालाई घुमाउनु गुराँसमा। ए फोन लु
ए कोमाकोमा न युट्युब छ त फेरि अनि ए साथी यहाँ हाम्रो उ गरिदिने लु अब ए कोमाकोबाटै भिडियो म खिच्दै गर्छु हामी अब कता भर्जिनिया वाटर कोमालाई गुराँसको फुलहरू फुलेको देखाउन जाने फाइनल्ली हामी चाहिँ भर्जिनिया वाटर आइपुग्यौँ नानीहरूसँग गाडीमा निक्ल्यौँ भर्जिनिया वाटर आउनुलाई अगाडि म चाहिँ तयारी गर्दा गर्दै हिँडिसक्नु भयो दिदी डेमाइली नाना सुगुमा रुमी टोइलेट हिँड्नु भएको के भयो रे के रे जाने लु 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 जाम 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 ऊ सोगुमा चाहिँ के किन्ला नाम नाम के लिने त्यहाँ के लिने साने कस्तो राम्रो सलल हावाले बगाइरहेको तरङ्ग सुरुवात छ हौली लेकको गुराँसहरू चाहिँ माथि छ अझै हिँड्नुपर्छ कति 10-15 मिनट त लाग्छ पुग्नुलाई हिँड्ने वर्किङ आज चिसो भएर यहाँ पुरै आज कति तारिक भयो 9, 10, 12, 11 तारिक आज अप्रिल मे पो रहेछ मे 12 है आज सोमबार त हो कि मे 12 होइन मे होइन अहिले मे 12 टोपी माथि टोपी भएछ त के त ए 11 आज भोलि 12 मा हामी भोलि चाहिँ न्यू क्यासल हाम्रो बिहानको फ्लाइट छ नाति नतेनाहरूलाई भेट्न जाने रुमीको चाहिँ अब चाहिँ गड्डीमा बस्ने अरे रुम्याङ रुमिया स्टार्टिङको पोखरीमा आइपुग्यौँ के अरे उहाँ छ पोखरी छैन है अनि पोखरीमा नहालेको अहिले पानी रुमीले भनेको पापा र आमा अरे त्यो यो चाहिँ अलिक डिफ्रेन्ट यो अलिक फरक छ है हाँस होइन यो हाँस चाहिँ यो जङ्गली हाँस त्यो स्वान ऊ यहाँ बेबी हाँसहरू यहाँ बाहिर निक्लेछ बिचरा भोक लाग्यो होला यी आफ्नैलाई बोक्दै त आपद विपद हामी है रुमी हामी त आपद विपद भयौँ हामी यहाँ बल्ल अब सुरुवात भयो हाम्रो गुराँसको यहाँ नाना छक्कै पर्नु हुँदैछ यहाँ गुराँस हेरेर छक्क हजुर हाम्रो जस्तो अलिकति डिफ्रेन्ट छ कि यताको यहाँ यो चाहिँ लाइट पर्पल कलरमा छ यताको चाहिँ थुङ्गा अलिक सानो सानो कोही कोही चाहिँ ठुल्ठुलो छ हाम्रोतिरको जस्तै कि यहाँ चाहिँ पर्पल खालको रहेछ गुराँसको फेदमुनि यता मासतिर छ अब अझै उता मासतिर आमा कराउँदैछ रुमी उहाँ हामीलाई होला के छ कि आमा यता रुमी हामी यता छौँ यता हामीलाई आमा आमा भन्दैछ
फरक छ नि यो यस्तो राम्रो क्या होइन मलाई त एक थुङ्गा लानु मन लाग्यो हो एक थुङ्गा लानु न लानु लानु एक थुङ्गा कस्तो लु हाम्रो सेल्फी लिए जस्तो भयो संसार डुलेर ऊ कोमा गुराँसमा नाच्नु हुँदैछ नुबेन ए नुबेन अरे रुमी गुराँस ल आऊ ऊ त खोइ त्यसलाई अप्ठ्यारो भयो लु गुराँसको छेउै छेउ हामी जाँदैछौँ हाम्रो नेपालको चाहिँ ठुल्ठुलो के बोटहरू हेर कसले टिपेर फ्यालेको के ए यहाँ फालेर हिँडेछ एक थुङ्गा फुल ए भर्जिनिया वाटरको लाली गुराँस चाहिँ यहाँ चाहिँ इजिलिया अझै बाँकी रहेछ तलको चाहिँ इजिलिया सकिएछ यहाँको चाहिँ रुमी आमा छोरा गायब हामी कोमाहरू उकालोमा प्राम ठेल्दै ठेल्दै हाम्रो यहाँ हड्डी सड्डी भाँच्ला जस्तै भइसक्यो यी माथि गुराँसहरूको अर्को चाहिँ यस्तो राम्रो छ फुल फुलेर यति राम्रो भएको भर्जिनिया वाटर कति भइसक्यो 2 महिना जस्तो भइसक्यो होला भर्जिनिया वाटर बेहुली झै रङ्गिएको यता पनि छ त्यही राख्नु एकछिन पुरा यतातिर जाउँ न यता पनि छ यो चाहिँ म्यापल जापानिज म्यापल ट्री यो चाहिँ इजिलिया फुलिसकेको यो इजिलिया मरेछ यो कोही त्यो फुलिसकेको यो चाहिँ म्यापल ट्री अनि यहाँ गुराँस हेर्नु त है यस्तो राम्रो यो त भित्रभित्र छ कि गुराँस चाहिँ यही गुराँस छ यता आउने उतासम्म गड्डी कसैले पनि लाँदैन होला आउनु यता अनि छपक्कै डाँडै हुन्छ क्या त्यो पर छप्प त्यो उकालो भित्तामा अनि छप्पै देख्छ कि यो पनि एउटा थरीको म्यापलै हो म्यापलै हो यो चाहिँ यो ग्रिन जस्तो छ कि ग्रिन हुन्छ नि एक थरी म्यापल आउनु उता पनि आउनु यता पनि केही हुन्न यहाँ ब्याग चाहिँ लिएछु मैले आउनु त यहाँ है गुराँस 3 जुरेभित्र पस्यो जाडो भएको त भित्र त तातो भइरहेछ यहाँ पारिपट्टि पनि छ क्या अझै पारि हिँड्नु अब गड्डी माथि छ अब यी बोजूहरूको कोमाहरूको के हिँड्नु पाए पो फेरिले पारि पनि छ क्या पारिपट्टि नै गुराँसै गुराँस यो त जङ्गलै भर्यो यो चाहिँ के रहेछ यो कस्तो फुलेको छ यो यत्रो ठुलो फुल छ हौ यो पो इजिलिया ए होइन रहेछ इजिलिया त नआएको भए हाम्रो मिस हुन्थ्यो है यता हेर्नु त लु यस्तो राम्रो इजिलिया फुलेकै रे पातै छैन यसको त यस्तो हुँदो रहेछ मलाई यो इजिलियाको त महत्त्व थाहा थिएन है गुराँस चाहिँ ओइलिसकेछ क्या यो कलरको है हाम्रो यो आज नआएको भए मिस हुन्थ्यो नि यहाँ हजुर अब सधैँ यो टाइममा आउने कुरा भएन मलाई यो कल्पनादेखि बाहिरको कुरा यो अन्त त्यही भएर त आज जोड गरे कमला दिदी मिस भयो गफ पर्दै दिदी बहिनी हिँड्नु भनेर आउनु भनेको अब आउनु भएन यो भिडियो हेर्नु भयो भने थुइया भनेकै थियो त्यसले त भन्दै बस्नु है यस्तो रमाइलो मनै खुसी नखुसी आज त मन कहाँ उड्यो यो मन भने जस्तै भएको छ लु आउनु तलतिर जाम अब भेनाजुले के तिमीले रोपेको छौ नि त्यो सन्डे मन्डे कुन सन्डे मन्डे कलरफुल के त्यो बास्ना काटिदिएर म पनि रातभरि कराउँदा कहिले पहिला त्यही त त्यो झन् स्याहार गर्छु भन्दा त्यो थाहा नहुने मान्छेले स्याहार नगरे हुन्छ
अनि मेरो यो फुलहरू ठुला भनेको छु अब चाहिँ ज्वाइँले त्यस्तै गरिदिएर काटेर त्यो अगाडिकोहरू ए हेर्नु त कति ठुल्ठुलो सेतो व्हाइटमा अन्त यहाँ मिस हुन्थेन त आज यहाँ है नआएको भयो हामी यो वेदर पनि राम्रै भयो नि त भित्र त जाडो पनि त छैन है बाहिर चाहिँ चिसो हावा थियो भित्र त छैन नि त यी भुइँभरि यहाँ फुलेर यहाँ झरेर यहाँ यस्तो राम्रो यहाँ युकेको तिनजुरे यही हो हजुरहरू हेर्नुहोस् है हामी दिदीबहिनी यहाँ इन्जोय गर्दैछौँ यहाँ अलिकति फरक छ अनि यहाँको अब हावापानीलाई सुट हुने होला नि यस्तो राम्रो होला नि यिनीहरूले सबै रुखहरू लिएर लगाएको त भन्छ नि युकेमा त सबै त्यो लेख जस्तो धेन्ताङ जस्तो होला चौरी खुइले डाँडा सबै रुखहरू लिएर लगाएको भन्छ कि यहाँ यो यहाँको हावापानीले सुट गर्ने खालको होला कि गरेर यहाँ यो त हो यस्तो राम्रो हेर्नु त है वा कस्तो कस्तो के फुलहरू बनाएको टिपेर चाहिँ के गर्नु फेरि मार्छ नि यहाँ नटिप्नु भयो अनि मार्छ यहाँ सिटिभी त छैन कि भयो नि यति राम्रो फुलेकोलाई के टिप्नु त भयो यहाँ उसकै हाँगामा सजियोस् घरमा ओइलाएर मात्रै झर्छ बिचरा यहीँ छोडिदिनु यस्तो राम्रो हेर्नु त फुलहरू यतातिर यो लाइट पिङ्क यतातिर व्हाइटमा क्या व्हाइटको थुङ्गा यस्तो राम्रो दिदीको मन नथामिएर एउटा त लैजाऊँ न भने टिप्नु हुँदैछ उहाँमा मार्छ होला नोराहरूले मेरो फुल चोरेर यो गोराहरू त्यस्तै खाएको होइन हो कि यहाँ हामी चाहिँ यहाँ भर्जिनिया वाटरमा हिँड्दै आउँदै थियौँ त हामी त यहाँ सम्धिनी सापसँग पो भेट भयो लु सेवा सम्धिनी लु नाइस टु सी यु हियर है लु कति बजी आउनुभएको हजुरहरू हामी चाहिँ अलिकति ढिलो रुमी उठेर आउँदाखेरि हजुर हो नि त यही बेला है इन्जोय गर्ने अस्ति इजिलिया टाइममा हामी एकचोटि आएको थियौँ एकदमै रमाइलो थियो त्यसबेला पनि हिजो गुराँस थिएन अहिले चाहिँ यो गुराँसको हो नि त अझै साकेला टाइममा अलिक पछि के सबै फुलिसक्छ हजुर त्यो टाइममा चाहिँ हस् लु घुमौँ सम्धिने साप हजुर हस् हेरिहालौँ न त यहाँ कस्तो देखेछ अरे यहाँबाट इजिलिया सबै सकिएर बिचराहरू र जे चिजको पनि बैसै राम्रो बैस गएपछि इजिलियापट्टि हामी आउनै छोड्यौँ यो चाहिँ गेट त बन्द रहेछ है यहाँ त त्यही त सबैको जोबनै राम्रो जोबन नभएपछि अब आउँदैन यतापट्टि गुराँसतिर ढल्क्यो सबैको मन यहाँ अस्ति इजिलियाले ढ्याप्प ढाकेको थियो त्यहाँ है रुमीको मकै खाइसक्यो हाम्रो रुमीको मकै भ्यू पोइन्ट रहेछ यहाँबाट ओ रुमीले के गर्दै आउँदैछ ला आमाको कानै चुट्यो अब ल रुमीले त आमाको कानै चुटाइदियो हो ला कानको टप ला आमालाई रगत आयो कि क्या हो नि ला आमाको त आया भएछ है नानी लु
ए सेतो गुराँस, यहाँ लाइट पिङ्क। चारजना खिचौँ न हामी अब आऊ बुहारी जाउँ। लु हाम्रो नाना मख हुनु भएको छ, हाम्रो 3 जुरे युकेको 3 जुरेमा आज आएर है रमाइलो भएन आज। यस्तो राम्रो गुराँसहरू 3 जुरे जस्तै रहेछ। 3 जुरे जतिको ठुल्ठुलो बोट चाहिँ छैन कि, यहाँ चाहिँ झुप्रिङवाला क्या बोन्साई टाइपको। अनि ल अब जाउँ, आमा छोरा हिँड्यो र अब रात पनि पर्यो, 7 बजिसक्यो, आमाहरूलाई हिँड्यो। ल यो सालको गुराँस अब लास्ट होला हामी। लु हाम्रो नाना मख हुनु भएको छ, हाम्रो 3 जुरे युकेको 3 जुरेमा आज आएर है रमाइलो भएन आज। यस्तो राम्रो गुराँसहरू 3 जुरे जस्तै रहेछ। 3 जुरे जतिको ठुल्ठुलो बोट चाहिँ छैन कि, यहाँ चाहिँ झुप्रिङवाला क्या बोन्साई टाइपको। अनि ल अब जाउँ, आमा छोरा हिँड्यो र अब रात पनि पर्यो, 7 बजिसक्यो, आमाहरूलाई हिँड्यो। ल यो सालको गुराँस अब लास्ट होला हामी। त्यो हाम्रो चाहिँ त्यो भित्र के मह भरिएको के है, मह भरिएको। यिनीहरूको चाहिँ त्यो मह छैन यिनीहरूको। टोकरी टक 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 परेको। लु हामी चाहिँ अब फिरेको 8 बज्नु लागिसकेछ। टिकटक बनाउँदा गर्दा हाम्रो रुमीलाई भोक लागेर है, हाम्रो रुमी हाई भन्नुहोस्। हाम्रो रुमी अब हामी राति भइसक्यो, भोक लाग्यो मेरो नातिलाई। हाम्रो नाति रुमिहा, हाम्रो बुहारी सुबुमा, मेरी बहिनी कान्छी सानो। थ्याङ्क यू, वेलकम, स्वागतम ठुले आमालाई। हजुरसँग हिँड्नु पाउँदा हामीहरू पनि भाग्य नि त। यहाँ गुराँस आजको वेदरले यस्तो चिसो पोको पर्दै टिकटक बनाउँदा त पुरा लुगा फेरेर हो नि हामी त गरेको। म चाहिँ लुगा फेरिवरी चिसो पनि नभएको। अब हामी जाँदैछौँ, गुड नाइट। अब गुड नाइट भयो, बाई बाई। लु हाम्रो भिडियोलाई चाहिँ सेयर, कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नु होला। यो मेरो प्रयास, मेमोरी पनि कलेक्सन हो मेरो। ह्यासट्याग पनि गरिदिनु होला। भर्खर ह्यासट्याग रहर चाहिँ टिकटकमा छ मेरो। ह्यासट्याग रहर हो मेरो, जे गर्ने पनि रहर, ह्यासट्याग रहरमा गर्दैछु म। टिकटक पनि बनाउने ह्यासट्याग रहर। अहिले चाहिँ अलिक नातिहरू भएर अलिक टिकटकमा गएको छैन, युट्युब अहिले स्टार्ट गर्दैछु। कस्तो राम्रो सनसेट भएको के लास्टमा भर्जिनिया वाटरको, यस्तो दामी। हजुरको साथ सपोर्टको अपेक्षा गर्दै लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनु होला। गुड नाइट, बाई। भोलि हामी अर्को भिडियो अब आउँछ नयाँ अपलोड, फेरि हजुरहरूले नछुटाउनु होला है। हाम्रो भोलि न्यू क्यासल, हामी दिदीबहिनीको चाहिँ यात्रा भोलि बिहानै हिथ्रो टु न्यू क्यासल एयरपोर्ट हुँदैछ। न्यू क्यासलको अब अर्को